वेलकम ब्याक टु माई न्यू भ्लग। फाइनली गाइस धेरै पछि आइसकेको छु हजुरको सामु। सबलाई आज न्यू इयरको सबलाई ह्याप्पी न्यू इयर हैन। हामी आज हाम्रो गाउँमा देउडा खेलिरहेका छन्, उही जान लाग्छौँ। अब म जान्छु त्यहीँ गएर भेट्छु अब है। म अहिले देउडा खेल्ने ठाउँ पुगिसकेको छु गाइस। अब हेर्न सक्नुहुन्छ देउडा खेलेको है त। सबले सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब सेयर हैन सबले गरिदिनु होला। सबले माया देखाएपछि म अघि बढ्ने हो। ल यति नै भन्छु। टक्क हामी छान्छु बाटोमा हैन उभि छान्छु यस्तै भन्दा लाएर अहिले बाटोमा आइसकेको छु। त हेर्न सक्नुहुन्छ बादल लागेर हैन आज यस्तै छ हैन, गाह्रो छ। अब हामी यस्तो हुन्छ नास्ता खान जान लाग्छौँ खलचौरतिर हैन। नास्ता खान जान लाग्छु त्यो दुनियाँमा। हामी यस्तो हेर्न सक्छौँ हैन, नदी शिव मन्दिर उता हैन उफि यहाँ छ टक्क लाएर म यहाँ छु हैन। ल हामी लाएर हाम्रो भ्लग आउँदै हुन्छ। सबले माया देखाइदिनु पर्यो हैन। अल गाइज सपोर्टेड मी। आज यस्तो बादल लागेको छ, अघि पानी परेको हो, अहिले अलि त्यति पानी परेको छैन हैन। हामी हेर्दैछौँ बाटोनिर हेर्न सक्नुहुन्छ हैन। सबले हैन उभि हामी अहिले कहाँ जाने? खलिचौड खलाचौर आइसकेको छु गाइस। हाम्रो सबले गरिदिनु होला हैन, माया देखिदिनु होला। ल उता छ शिव मन्दिर, फेरि नै भन्छु हैन। यही नै रोड हामी यस्तो हिँडिरहेको छौँ हैन। टक्क लाएर हामी अब खलाचौर पुगेर अब शिव मन्दिर पुग्नु लागिसकेको छ हैन। टक्क लाएर अब शिव मन्दिर देख्न सक्नुहुन्छ। घामै लाग्छ न हैन, यता बजारतिर साइड हो न। ल हामी यहाँ त छौँ, शिव मन्दिर जान लाग्छौँ। शिव मन्दिर यसो हेर्नु भेटघाट होइन जान्छौँ। उफि उता छ देखिँदैन त हौ। अब हुन्छ भेटघाट शिव मन्दिरसँग। अब महादेवसँग यहीँबाट हुन्छ दर्शन गरिन्छ होइन। आइज न यस्तै छ। सबले माया देखाइदिनु पर्ने हुन्छ। अब धेरैचोटि नभनौँ है, धेरै नभनौँ, धेरै बोल्नुहुन्न। भ्लग अलिक आउँदै रहन्छ, अहिले काममा बिजी भएर हो। साल नदी बारकुटे भाडा हामी यस्तो उभि आउँदैछ होइन। हामी यस्तै गरी होइन अब शिव मन्दिर हिँडिसकेका छौँ। यो जुम्लामा रहेको एकमात्र ट्रायल सेन्टर हो होइन, ट्रायल सेन्टर हो। अब यसरी जानुपर्ने हुन्छ माथि शिव मन्दिर हो। शिव मन्दिर पुगेर देखाउँछु सबलाई होइन। यही नै हो शिव मन्दिर। अब यस्तै छ होइन। अब यतै शिव मन्दिर हेरेर है हामी शिव मन्दिर घुमेर अब घरतिर जाने बेला भइसकेको छ है। है अहिले राति भइसकेको छ गाइस।
घरतिर गइसकेको छौँ हामी घरतिर पुग्न लागिसकेको छु है। आजको भ्लग यति नै हुन्छ, सबले सपोर्ट गरिदिनु पर्यो। आजको भ्लग यति नै रहन्छ। मन्दिर घुमेर अब घरतिर जाने बेला भइसकेको छ है।